पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता आऊ यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल ल बापरे खाल्टो त जम्मै बगायो के हो यार। आमा राम 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 कति मान्छे लयो हे प्रभु। बापरे त्यो त जम्मै गयो यार। पहिरो बेसी यो त्रिशुली बेत्रावती सबै बगाउने अवस्था छ साथीहरू। यो टाढो जो नजिक हुनुहुन्छ सबै भाग्नु होला कृपया। यो ठुलो बाढी यो ड्याम 3A को ड्याम चाहिँ नि पड्केर यो चाहिँ नि यो बाढी ठुलो बाढी आएको छ। अहिलेसम्मको भीषण बाढी त्रिशुली खोलाको सबै बेत्रावतीको मेन बजार जुन चाइना हुँदै काठमाडौँ जाने बाटो बजार थियो यहाँ, अब अहिले केही पनि छैन। हेर्नुहोस् है हामी यहाँ उद्धारका लागि हामी आइसकेका छौँ, तैपनि केही पनि कुनै पनि मान्छे पनि हुनुहुन्न। फर्किन्छ यहाँ भित्र केही पनि छैन। बस भित्र हेर्नु छ के झोलामा छ मान्छे छैन सर। यस्तो छ अब चाहिँ बजार हो। हामी यहाँ सकेसम्म आफ्नो गर्दैछौँ। यो साथीहरू दुःखद खबर, यो बेत्रावती रसुवा जिल्ला हुने मेन मुख्य तलको सुरुको बजार हो। अहिले केही पनि छैन यहाँ। हजुर देख्न सक्नुहुन्छ। हुन्छ सर। पछाडि थाहा हुँदैन यार। तलको कस्तो भयो होला हालत हेरौँ त। आम्मामा पारीको गरे नि त मान्छेको हालत के भयो होला यार। के हो यो कति माथि आएको। आम्मामा पारी कति घर थियो यार। सबै भएको हो नि। आम्मामा के हो यार यो त। पारीको घर सबै गयो, सबै भएको होला। यो त यो पनि आम्मामा हेर्नु कति आइरहेको आएको छ यो। पानी आएको के हो यार। यो पुल तरिएन कि हामी अनि त्यो उहाँ पुग्यो यार। उहाँ पुग्यो यार। के हो यार यो त। आम्मामा कहाँ लिएर आयो होला यार। मान्छेहरू यताको त बल्ल बच्यो त्यहाँबाट सबै भयो।
सबै बढाएर लगेको छ हजार भइदिएर चितवनका विभिन्न क्षेत्रहरू नारायणघाट एरिया डुबान पर्ने ठुलो सम्भावना रहेकाले चितवन धादिङ गोर्खा आसपासका बासिन्दाहरू सजग रही सुरक्षित स्थानमा जानको लागि हार्दिक अनुरोध गर्दछौँ। अब चाहिँ पुललाई बाङ्गो बनाइसकेको छ है, जाने सम्भावना छ। पुल चाहिँ बाङ्गो भइसकेको अवस्था छ। बाट तलतिर रहने सबैजनाहरू चाहिँ अलिकति सतर्कता भइदिनु होला। अब यो पुल भत्काउँदै गर्दाखेरिमा चाहिँ तलतिर अझै बढी जोखिम पर्ने सम्भावना हुन्छ। यो पुललाई चाहिँ टोटल्ली एकदम बाङ्गो यहाँको पुल पनि बगायो। यो माथिको पुल लिएर आएको रहेछ, माथिको पुलको कारणले गर्दा तलको पुल पनि बगायो।